है साथी, अहिले चाहिँ हामी डोबिल आइपुग्यो। हाम्रो यात्रा चाहिँ कारपेटा हुँदै स्याङ्जा निक्लिने भयो यता आठडाँडाबाट। अहिले ट्याक्क डोबिल आइयो। डोबिलाबाट यही ट्र्याक्टर हो, यो पुरानो ट्र्याक्टर। पहिला अरू खाँची गएको ट्र्याक्टर। फेरि आज फोन गरेर छोड्न जानुपर्ने भयो। देखाउनेछु तपाईँहरूलाई, हेर्दै गर्नु होला, मनोरञ्जन लिँदै गर्नु होला। धन्यवाद। ल साथीहरू, अहिले चाहिँ हामी ठुलो पोखरी आइपुग्यो। ठुलो पोखरीको हस्पिटल। ठुलो पोखरी पछाडि खौला आउँछ, खौला पछाडि ट्र्याक्टर छ। त्यहाँबाट तपाईँ अहिले त्यति साह्रो चिन्ने होइन। एकछिनमा देखाउनेछु साथी। विशाल भाइले राइड हानिन्छ अहिले। फेरि म आडामा बसिन्छु। यही फाइदा हुन्छ क्या, जानेका साथीभाइले ल्याएर आएपछि चाहिँ पालो पालो चलाएर हिँड्न सजिलो हुन्छ। ल है साथी, अहिले चाहिँ हामी खौला आइपुग्यो। खौला लाग्ने उहाँ देख्नुभयो चाहिँ थापा थाना उता के ठाउँ हो के अरे, त्यो ठाउँको नाम त आउँदैन। अहिले हामी खौला आइपुग्यो। अहिले चाहिँ ट्याक्क लाएर मैले राइड हानेछु। देखाउन मिलेर क्यामेरा उल्टो साथी चाहिँ एकछिनमा देखाउने छु। ल है साथी, अहिले त हामी कारपेटा बजारमा आइपुग्यो। कारपेटाको बजार हेरेर छ। यहाँबाट चाहिँ तलतिर हो क्या जाने। अब यहाँ एकछिनमा चिया खाएर लिएर जाने होला। ल है, अहिले चाहिँ हामी कारपेटाबाट पनि तल आइसक्यो दिदीको घरतिर। यहाँ चाहिँ हाम्रो दिदीको घर छ। दिदीलाई फोन गरेको, फोनै लान ट्याक्क दिदीको घर मुनि जाने बाटोमा आइयो। ल यही हो कारपेटा। यहाँ तल दिदीको घर चाहिँ उहाँ देखेको लग्ली डाँडो भन्छ। फेरि सानसानोमा आउँथ्यौँ दिदीकोमा आएको बेलामा। त्यो डाँडो चाहिँ लग्ली डाँडो हो। यो डाँडो चाहिँ पानीले केही देख्दैन, पानी परेको अन्त हामी स्याङ्जा जिल्लामा लगाइसकेको छ। अब ठाउँ नचिनेको भएर अघि नै पछिल्लो स्याङ्जा त गेट त थियो क्या, गेट के अरे अब हाम्रो चिनेर नगरपालिका गेट रहेछ। अहिले चाहिँ स्याङ्जा लगाइसकेको छ। यो दिदी किन सटाएर आएको ल है साथी, अहिले चाहिँ हामी यो पुलनिर आइयो। यो यहाँबाट पक्कै पनि पर्वतको के नै स्याङ्जा लाग्यो होला। यो पुल के भन्छ कुनै यो ठाउँको नाम के लेखेको पनि फुलबारी बजारमा। फुलै फुलको बारी रहेछ फुलबारी। त्यो धन्यवाद सन्यवाद लेखिदिएको र अब यो मोबाइल के भयो कि पानी आएर आइयो। ल है साथीहरू, अहिले चाहिँ हामी चुले बजार भन्ने ठाउँमा आइपुग्यो। अब चाहिँ धेरै छैन अरे भन्ने अनुसार उहाँबाट डाँडाबाट चाहिँ हाल ठाउँबाट कति लाउँछ कति आउँछ साथीहरूलाई। ल है साथी, अहिले चाहिँ हामी नागडा भन्ने ठाउँमा आइपुग्यो। नागडा त यहाँबाट चाहिँ पोखरा 27 किलोमिटर छ। यहाँबाट यता चाहिँ कता बिलगञ्ज बाटो पनि थाहा भएन। यहाँ पोखरा 27 किलोमिटर छ। नागडा भन्ने ठाउँमा आइयो। पोखरै जानुपर्ने भयो हामी चाहिँ। फेरि गाडी ग्यारेजमा लिएर हाल्नुपर्ने भयो। हजुर ल ल दाजु, ल अब चाहिँ भालु पर्ने यतैबाट छ। पोखरा लान पर्ने भयो ग्यारेजमा। यता स्याङ्जामा चाहिँ नराख्ने अरे, ग्यारेजमा हाल्नुपर्ने भयो गाडी भन्ने कुरा गर्नुभयो। एकछिनमा तपाईँले देखाउनेछु भालु पहरमासी। ल है साथी, अहिले हामी भालु पहर भन्ने ठाउँमा आइपुग्यो। यहाँ लेखेको क्या, यहाँ माथि त भालु पहर त रोक्नै पाइएन क्या, अबेला भइसक्यो। पोखरा पुग्न पऱ्यो, फेरि घर जान पऱ्यो, गाह्रो छ। ट्र्याक्टर ल्याएर थन्काइयो पोखरामा। हामीले चाहिँ यहाँभित्र यो ग्यारेजभित्र ल्याएर थन्काएको ट्र्याक्टर चाहिँ यहाँभित्र। ट्र्याक्टर बागलुङ बस पार्कबाट भित्र चाहिँ ट्र्याक्टर थन्काइयो। स्याङ्जा भनेर आएको। स्याङ्जामा चाहिँ नराख्ने, अब बस के अरे बनाउनु पनि छ, हल्का फुल्का बनाउने भनेर लिएर आइयो। आजको भ्लग यति नै। सबैजनाले हेरिदिनु ल, धन्यवाद। जय नेपाल।